सब के को सबैको ओके दाइ अनि आज हाम्रो के छ दाइ कार्यक्रम कता के यसो डटपट हामी काठमाडौँ जाँदैछौँ हजुर अनि काठमाडौँ त होइन काभ्रे धुलीखेल होइन काभ्रे धुलीखेल जाँदैछौँ भाइ भोलि छ सो कहाँ धुलीखेल केयु होइन केयुमा ओके मोबाइल छ आर्टिस्ट लाइनअपहरू है चल्दिम लेट्स गो हामी बादलभित्र छिर्दैछौँ जस्तै सहर हेर्दा लाग्छ रहर सारा गीतै हिन्दको सहर यो तेल लगाएको पाटले त अरे तिमी त मोटाउनु पर्ने त मोटाएकै छैनौ त अझै त्यो भुडीमा लागेको त गाला पनि लाग्नु पर्यो नि त नि ह्यान्डसम भएर धेर ओ पाट के हो साइको भएर हो कि जान नआएको काम परेर गक खोइ गक केही छैन केही नदिएको एउटा झोला बोकेर मात्रै आएको म पूर्णलाई हेर्नुको लागि भिडियो थिच्छु पूर्णलाई नै देखाउँदैन भन्छ नि देखाइदिएको नि अब पाट तिम्रो बुढो भएछ यार बुढो भएछ हो किन बुढो भयो उमेरको बुढो घुम्दै अनि के छ हालखबर धेरै भयो नभेटेको भाइ नभेटेको थुप्रै भयो के हिजो 200 रुपियाँ दिएन भने बिचकै हो क्या बिहे रहेछ हौ 3D जस्तै उयो चाहिँ के हो लड्डु सड्डु के छ हौ के भएर के हो नयाँ हो जर्सी जेनेरेटरको लाइनै उल्टो लगाएको कि यस्तै हो ए मजा कन्टेन्ट खिच्दै तपाईँहरू चाहिँ स्टुडेन्टहरू हो कि सरहरू हो होइन कताबाट जानु भन त सरी हामी विद्यार्थी विद्यार्थी ओके म त पास आउट हुँदै हाम्रो पूर्णरायण दाजुभाइहरूको बिहाइन्ड द सिनमा दुईजनालाई स्वागत छ हामी सहयोग गरिरहेको छौँ एकदमै अब यस्तै हो होइन के तपाईँहरूको फर्स्ट हो यो के हो कस्तो भन्नाले इभेन्ट नो हामीले पहिला पनि गरेछौँ ए त्यो युथ फेरि के भन्ने हो युथ सोलिडारिटी इभेन्ट त्यो ग्रुप जस्तो कम्पनी त होइन होला नो इट्स अ क्लब क्लब है ए ओके ल रुपेश पाट प्याडल सेटअप थ्याङ्क यू भेरी मच भनेको वेलकम भन न तिमीलाई म अलिक दामी खालको दिन्छु ल एउटा मसँग चाहिँ एक्स्ट्रा बब्बाल खालको
4 वर्ष भइसक्यो यार करा गर बुढा गाईको देखि सुरु गरिदिउँ कति फनको मनको सी यु टुमरो वाइन चाहियो है यो कामको चाहिँ केटाहरूलाई ए हामीहरूलाई के चाहियो अरे म भन्दिनँ मलाई एक्स्ट्रा मलाई यो सर्भिसको चार्ज छुट्टै छुट्टै हिसाब मलाई गरे चाहिँ एक पालक भयो भने पुग्छ कति कति हिसाबमा भेट्छ अलिक क्याल्कुलेट गर्नुपर्छ पुरी हो जहिले साथमा हुने एकमात्र भाइ गोप्ले भाइ आम्बो हिजो अनि राति कति बेला पुग्नु भयो म कति 12 12:30 जस्तो दाइ म बानेश्वर पुगेँ फोन गरिरहेको थिएँ त राति म त के हो तर्सायो क्या हो भनेको तपाईँलाई बाटोमा टिफरहरूले साथ दिएन टिपरहरूले अलिकति उता गयो कि टिफर होइन फेरि साइड दिइदिनु कि टिफरले होइन फेरि अलिकति उता गयो कि टिफर होइन त्यो भक्तपुरसम्म त टिफरै रेडी हुन्छु पैसा त जुत्ता मात्र लाउनु भयो रेडी नो रेडी यत्तिकै तर ह्यान्डसम छ नि त है जस माया छ ब्यान्डको होइन पछाडिपट्टि मोबाइलको पछाडि म बेच्छु 50 रुपियाँ गोटा डट पेनको खै के बोक्दिनँ अरे तल पर्खिरहेछ गाडी आएर नि त्यही भएर यो पुरानो सर्ट लगाइदिएको राजा मेरो कचक कुचक भएर ठिकै छ तर फर्स्ट इटरीमा काम गर्दाखेरि तलबले किनेको थिएँ क्या यो सर्ट अर्को एउटा सर्ट छ अब टिकटकमा आयो तिमीले दिएका भन्दै एउटा सर्ट चाहिँ अर्कै टाइप पलेको थियो कि स्टुडेन्टहरूले कसले झ्याप हान्दै हान्थ्यो क्या स्टुडेन्ट चोरिदिएको छैन त्यो स्टुडेन्टले हेर्छ होला नि त यो ओइले भोलि ट्याक्क मेरो घरको अगाडि बारमा सुकेको हुनुपर्छ भन न कसले उठाइदियो के हो फेरि कसले ए को हो यो मान्छे फेरि अम्बो ओ पट्टे के गर्छ बाटोबाट आउन छोडेर पटे आउँछ नि हाम पाला हाम
नाग्देऊ ओ कमरेड हो त्यो त छोड्देऊ न त्यो त नभचाउ है तार्दा पनि फोड्ला जस्तो गर्छ त के हो कहाँबाट आइपुग्यो फेरि सरप्राइज छ त हौ खै पञ्चरहरू खै बाइकमा आएको ठिक्क तर टाइममै आएछ इएन घर जाने अरे बेड खाली भएकोलाई आएछ ओ क्रस्थेनिक फाइनल पनि छ च्याम्पियन्स लिगको टिभी चलेको छैन क्या फेरि मेन पटेकुन मिलान कि उयो के अरे पिएसजी ल म इन्टर मिलान ल सबै पुरानो प्लेयरहरूले होइन जित्छ भनेर क्या 10 जनाले पिएसजी जित्छ होइन 4 जनाले अघि हेरेको थिएँ एउटा रिभ्यू जस्तो 4 जना चाहिँ इन्टर मिलान तर म पनि इन्टर मिलान नै त्यसो त नि रियल म्याड्रिडले जित्छ भने त आर्सेनलले धोबै हान त नि त्यही त ए अभिसन उयो चाहिँ भिडियो गरेर हेरे क्या तिम्रो भिडियोमा त्यो मजाले हाल अरे के भन्छ सुरुमा ढ्याक ए गङ्गा ए होइन नफर्क हिँड देखिरहेछ लाइटर मान्छे क्रस्थेनिक पट्टाले भिडाएको हेर जान दाइ बोक्दिएको फर्स्ट टाइम ओके पानी पर्दैन 5 वर्ष क्रस्थेनिक कस्तो के हुँदैछ राम्रै भइरहेछ राम्रो भइरहेछ तपाईँहरूको सपोर्ट भएपछि राम्रो नभने पुरै भयो नि मजा थाहा छ ओभर लगाइदिन्छु नि क्रस्थेनिकको सेतोवालाहरू चाहिँ कपेर राखिरहेको छु कि त्यो चाहिँ अलिकति फोहोर हुन्छ नि त छिटो काम दिइरहेछ नि कालो त एकचोटि भिजाएर सुकायो भने दामी एकचोटिको लागि पुग्यो उता भ्यूमा चाहिँ देखाउनु न के हो होइन अब हाम्रो नेपाल त त्यतिकै नै राम्रो छ नि हुँदैन भने त फोन तान्ने हुन्छ गीती हुन्छ क्या फेरि केटाहरूको हुँदो रहेछ त्यहाँ हेलो हेलो ल कतिखेर बाल्यो चिन्यो त दाइलाई के हो नाम भन त दाइको ल ठिक छ गुड ओके है विद्यार्थीहरू होला है गाह्रै हुन्छ अरे कहिले हिजो बेलुका आइपुग्यो यार सन्चै हुनुहुन्छ दाइ दाइ म त आउनु पाएर फेरि फर्कियो जस्तो लाग्यो के आन्दोलन जामै जाम ओके यहाँ चाहिँ कहिले आउनु म त अघि आएको नि मेरो भाइ दाइसँग इन्सपायर भएको म खासमा के भन्छ रक द सो यस रक द सो आई विल रक द सो मलाई पनि त अलिअलि दिने ऊर्जा तपाईँहरू गर्नुहुन्छ नि
ऊर्जा भनेको हो त्यो क्या ल ऊर्जा ल त रक दाइ अल द बेस्ट दाइ यो रक द सो टाइप्सको भनेको तिमी पनि है कहाँ त तपाईँहरूको अगाडि अलि डर लाग्छ हस् दाइ Welcome to the elements. एक्लै भन्दैछ के चाहिँ अहिले यो यहाँ कति छ भन त रेड बुलले स्पोन्सर गरेको छ कि अस्ति एक्सट्रिममा थ्याङ्क यू भनेर सबैजनाको खल्ती अनि के अरे सिल्क के पो थियो यो टी सर्टको लागि स्लिक पिक है हाम्रो चाहिँ अब सो लास्टमा रहेछ मजाले भइसक्यो हुँदैछ हुँदैछ थ्याङ्क यू हजुर खल्ती ले भाइ पनि के दिएको हो यो फुटाउनु अरे यहाँभित्र के छ अरे थाहा छैन धन्यवाद तिमीलाई दिएको छ मलाई पनि दिएको छ सेम हो सेम हो धन्यवाद एकदम होइन के हो बिटिएस हो Vlog start हो I know. Hello Dotpin, how are you? How are you doing? How's your new phone working? So nice dear. 16 Pro. होइन 16 Pro Max. यो मेरो भ्लग होइन क्या यो बिटिएस हो क्या सुरुमा चाहिँ शाहरुख खान एसआरके यहाँ देखाउनु न कहाँ देखाउँदैछ उसले फेरि शाहरुख खान देखाउँदैछ त्यहाँदेखि यहाँ देखाउ यो नेउनाको रागवन थाहा छ रागवन सुनिल शेट्टी रागवन अनि कोही पनि होइन यो चाहिँ स्पाइडरम्यानको त छैन होइन पिटर पार्कर छ नि त अर्को नयाँ नयाँ वाला क्या अक्टोपस मेन हिरो को हो यो चाहिँ सिजन बानी यहाँ चाहिँ के हो फेरि शाहरुख खान अरे होइन यो को हो भन्ने त्यो हाम्रो त्यो राँगा ढाल्ने मान्छे को हो अरे राजेन्द्र खड्की यङवाला स्लिक पिक राइट कि स्लिट यहाँनिर थ्याङ्क यू भेरी मच केटाहरूको फेरि दाइ अरे केटाहरूको दाइ अरे फेरि सरप्राइज चाहिँ ओभर लाग्यो अङ्कल चेक्रीमा आएर क्यामेरा तेर्सै गर्न हिजो राति 10 बजे छोरालाई पनि सरप्राइज हो बेटा बेटा भन्दै गरे नि त अङ्कलले त यताबाट क्या उयो कन्सलबाट क्या 6 को भेजा भएको अरे अहिले मोबाइल खाइदिउँ भनेर अनि यता सिसन बानिया प्लस रागवन यता चाहिँ इक्बाल काद्री अरे इक्बाल काद्री हो अनि यता चाहिँ यो
अहिलेको नयाँ स्पाइडरम्यान छैन भुच्चे स्पाइडरम्यान सानो खालके अनि उता चाहिँ हिरो अरे यो त रानी मुखर्जी जस्तो ब्ल्याक भन्ने फिल्मको ओइ कता हिँडेको वकमा हेऱ्यो हो वकमा मोटा हेऱ्यो कि धेर त्यही भएर सपोर्ट गर्ने जे गर जस्तो राम्रो काम गर नराम्रो काम गर तर सपोर्ट चाहिँ आउँछ साथी आउँछ दोस्त के छ दा दादा दा दा हो दा तपाईँको के काम छ बाँडीचुडी गरौँ न काम पनि होइन सबै कुरा बाँडेर गरौँ न कपिराइट लाग्छ फेरि